सम्पूर्ण साथीहरुमा नमस्कार। म चाहिँ एफयू अन्तर्गतको बीबीएसमा रहेको बिजनेस स्ट्याटिस्टिक्सको चाहिँ च्याप्टर 6 अन्तर्गतको चाहिँ हाइपोथेसिस टेस्ट को चाहिँ एउटा मोडल क्वेशनलाई चाहिँ सोलुसन गरेर आएको छु र यो सोलुसनलाई चाहिँ म बुझाउने प्रयास गर्नेछु र यस च्याप्टरबाट आउने क्वेशनहरू चाहिँ गर्न सहज होस् भन्ने मेरो धारणाका सहित म यो भिडियोमा चाहिँ केही प्रतिक्रियाहरू चाहिँ दिने उद्देश्यका साथ यो भिडियो बनाउन गइरहेको छु। हस्त हामी लाग्नेछौँ क्वेशनमा। अब क्वेशनमा के भन्यो भनेपछि चाहिँ हाम्रो द म्यानुफ्याक्चर अफ शिल्पा इलेक्ट्रिक बल्ब्स क्लाइम द्याट ह्याभ अ मिन लाइफ अफ 25 मन्थ भन्यो होइन। हामीलाई के दिएको रहेछ, हामीलाई यो अब शिल्पा इलेक्ट्रिक बल्ब गरेको द्याट ह्याभ अ मिन कति भनेको छ, अब चाहिँ 25। अब शिल्पा इलेक्ट्रिक बल्ब्सले चाहिँ गर्यो 25 चाहिँ के गर्यो, एउटा क्लाइम गर्यो। अब यसलाई हामी के मान्न सक्छौँ, पपुलेसन मिन दिएको रहेछ। अनि हाम्रो के भन्यो भनेपछि चाहिँ त्यसपछि अ ऱ्यान्डम स्याम्पल अफ 9 सच बल्ब्स ग्याप द फलोइङ भन्यो। अब के भन्यो, हामीलाई अहिले चाहिँ हामीलाई के दिएको छैन, स्याम्पल मिन दिएको छैन। अब स्याम्पल मिन नदिएको भए हामीलाई के दिएको हुन्छ, स्याम्पल भ्यालुहरू दिएको छ, अथवा चाहिँ हामीलाई स्याम्पल साइज दिएको छ, यहाँ 9 दिएको छ र अनि हाम्रो चाहिँ 9वटा के दिएको छ, स्याम्पल भ्यालुहरू अथवा चाहिँ लाइफ इन मन्थ भनेर दिएको छ। अब हामी यी भ्यालुकै सहायताले के निकाल्न सक्छौँ, स्याम्पल मिन र स्याम्पल स्ट्यान्डर्ड डेरिभेसन निकाल्न सक्छौँ। र एउटा कुरा हामीले चाहिँ हाइपोथेसिस टेस्ट गर्दाखेरि चाहिँ हामीले चाहिँ रफमा के बनाउनु पर्छ भनेपछि चाहिँ फर्स्टमा चाहिँ हाम्रो ज्याट टेस्ट हो कि टी टेस्ट हो। अब ज्याट टेस्ट गरेर छुट्याउने भनेपछि चाहिँ अब चाहिँ एनको भ्यालु अथवा स्याम्पल साइज चाहिँ यो स्याम्पल साइज चाहिँ 30 र 30भन्दा ठुलो छ भने हामीले चाहिँ ज्याट टेस्ट गर्नुपर्ने हुन्छ। र अब चाहिँ एनको भ्यालु अथवा स्याम्पल साइज चाहिँ 30भन्दा कम दिएको भएपछि हामीले के गर्नुपर्छ, टी टेस्ट गर्नुपर्छ। अहिले हामीलाई चाहिँ के दिएको छ क्वेसनले, 30भन्दा चाहिँ स्याम्पलको साइज भ्यालु चाहिँ सानो दिएको छ। त्यसैले हामीले यसमा एउटा कुरा के पत्ता लगायौँ, टी टेस्ट। अनि हामीले चाहिँ यो अब ज्याट टेस्ट र टी टेस्ट छुट्याइसकेपछि अर्को के छुट्याउनु पर्छ भनेपछि चाहिँ यो अनि चाहिँ हाम्रो चाहिँ अब चाहिँ यो सिङ्गल मिन हो कि डबल मिन, सिङ्गल मिन कि डबल मिन छुट्याउनु पर्छ है। म भनिरहेको यो इम्पोर्टेन्ट कुरा हो, यो हिसाब मात्र होइन कि सोल्युसन, म एकदम इम्पोर्टेन्ट अरू क्वेसनहरू आएपछि कसरी गर्ने भन्ने टिप्सहरू दिँदैछु। र हामीले चाहिँ रफमा चाहिँ सिङ्गल मिन हो कि डबल, अहिले चाहिँ हाम्रो चाहिँ मिन चाहिँ के दिएको छ अथवा चाहिँ नट गिभन डाटा छ। अहिले चाहिँ के छ, गिभन डाटा छैन कि नट गिभन डाटा। नट गिभन डाटा भनेको के हो, मिन र स्ट्यान्डर्ड डेरिभेसन दिएको छैन भने हामी त्यसलाई के भन्छौँ, नट गिभन डाटा। तर नट गिभन डाटामा पनि के हुन्छ, डबल मिन हुनसक्छ। तर यहाँ अहिले के दिएको छ, एउटै ग्रुप मात्र दिएको छ। त्यसले हामी यो के भयो, सिङ्गल मिन। अब यो सिङ्गल मिन भयो भने हामीलाई यो पनि थाहा भयो। अब हामीलाई चाहिँ त्यसपछि के थाहा हुनुपर्छ भनेपछि चाहिँ अनि मुख्य कुरा चाहिँ हामीले चाहिँ सिङ्गल र डबल मिन पनि पत्ता लगायो, ज्याट र टी टेस्ट पनि छुट्यायो। अब चाहिँ हामीले के निकाल्नुपर्छ, यी भ्यालुको सहायताले चाहिँ हामीले के निकाल्नु पर्यो, स्याम्पल साइज दिएको छ 9, यही स्याम्पल साइजका भ्यालुबाट हामीले के निकाल्नु पर्यो, स्याम्पल मिन र स्याम्पल स्ट्यान्डर्ड डेरिभेसन दिएको छ। अब हामीले चाहिँ यो क्वेसनले चाहिँ मैले के गरेको छैन, पपुलेसन मिन दिएको छ, हामीले जस्ता त्यस्तै सार्यौँ। अब स्याम्पल साइज दिएको छ 9, जस्ताको जस्तै सार्यौँ। अब चाहिँ हामीले यी भ्यालुबाट, यी भनेको के हो, समेसन एक्स गऱ्यौँ। अनि समेसन एक्स गरेर के गऱ्यौँ, सबलाई जोड दिने। अब सबलाई जोडेर कति आयो, जोडेको आएकोलाई चाहिँ अनि के गर्ने, हामीले यसको चाहिँ हामीलाई मिनको सूत्र त थाहा छ नि। हामीलाई मिनको सूत्र के हो, हामीले चाहिँ पहिलो सेमिस्टरमा पनि पढिसकेका छौँ। अब मिनको सूत्र के हो, समेसन एक्स अपन एनले भाग 234 आयो टोटल। तपाईँहरू हान्नुलाई यो क्यालकुलेटरमा यो क्वेसनहरू राम्रोसँग स्क्रिनसट लिएर चाहिँ यो बुझ्ने प्रयास गर्नु होला, म बुझाउँदैछु यहाँबाट। र अनि चाहिँ हामीले 234बाट आयो कति, 9ले भाग गर्दा 26। अब हामीलाई के थाहा भयो, अब स्याम्पल मिन पनि थाहा भयो। अब हामीलाई स्याम्पल मिन थाहा भइसकेपछि हामीले के निकाल्न सक्छौँ, स्याम्पल मिनको सहायताले चाहिँ हामी स्याम्पल स्ट्यान्डर्ड डेरिभेसन निकाल्न सक्छौँ। अनि अब चाहिँ हामीले स्याम्पल स्ट्यान्डर्ड डेरिभेसन कसरी निकाल्ने भनेपछि जो यो हाम्रो स्याम्पल मिन आएको छ यी भ्यालुहरूलाई चाहिँ घटाउँदै जाने। जस्तो कि अब 24बाट चाहिँ 26लाई घटाउने, अनि अझ यो 26
बाट 26 लाई घटाउने। यी भ्यालुहरूबाट चाहिँ हामीले स्याम्पल मिनलाई चाहिँ के गर्ने घटाइदिने। अब यो घटाएर राखेको छु, मैले अरू केही गरिरहेको छैन। तपाईँहरू आफ्नो रफ कपीमा एउटा चाहिँ यो क्वेसन सारेर अलि बुझ्ने प्रयास गर्नु होला। अनि चाहिँ मैले के गरेको छु, त्यसपछि चाहिँ घटाएको भ्यालुहरूलाई चाहिँ के गर्ने, स्क्वायर गर्ने। स्क्वायर गरेर चाहिँ हामीले के गर्ने, टोटल गर्ने। यो आउँछ यहाँनिर मैले नपुगेको हुनाले चाहिँ यो भनेको चाहिँ समेसन एक्स माइनस मिनको होल स्क्वायर हो। अब यो आइसकेपछि हामीलाई थाहा छ नि त सूत्र भनेको चाहिँ। अब चाहिँ स्याम्पल स्ट्यान्डर्ड डेरिभेसनको सूत्र किन हो भनेपछि कुन हो भनेपछि चाहिँ रुटभित्र चाहिँ समेसन एक्स माइनस मिनको होल स्क्वायर अपन एन माइनस 1। अब 1 किन भयो भनेपछि चाहिँ अहिले हाम्रो चाहिँ के दिएको छ, अब चाहिँ स्याम्पल भनेर दिएको छ। अब हामी स्याम्पल भनेपछि चाहिँ हामीले -1 गर्नुपर्छ भन्ने थाहा हुनुपर्छ। अब हामीले यो के गरेको छौँ, यहाँ टोटल गरेकोलाई चाहिँ यहाँ राखेर चाहिँ अब यो स्याम्पललाई राखेर चाहिँ अब स्याम्पल भनेकाले चाहिँ हामीले -1 गरेको छौँ। यो गर्दाखेरि कति आयो, 4.8733 आयो। अब चाहिँ हामीलाई के थाहा भयो, अब चाहिँ यो भनेको चाहिँ हाम्रो एउटा ठुलो एस हुन्छ। किन ठुलो एस हुन्छ भनेपछि चाहिँ कहिले पनि क्वेसनले चाहिँ गिभन डाटामा दिएको छ भनेपछि चाहिँ त्यो स्मल एस हो। र अब चाहिँ हामीले चाहिँ आफै निकाल्नुपर्ने छ भनेपछि त्यसलाई हामीले के मान्नुपर्छ, क्यापिटल एस मान्नुपर्छ है साथीहरू। यहाँनिर क्यापिटल एस हो, मैले झुकेर स्मल एस लेखेको छु। अब एउटा कुरा के थाहा हो भनेपछि चाहिँ क्वेसनले गिभन दिएको छ भने स्ट्यान्डर्ड डेरिभेसन स्मल एस भयो। पछि यसले इफेक्ट पर्छ तल, अब चाहिँ -1 गर्नुपर्छ। अब पछिको लागि चाहिँ म यहाँ अहिले बुझाइरहेको छु कि। अनि चाहिँ हामीले आफै निकाल्नुपर्ने छ भनेपछि त्यसलाई के मान्नुपर्छ, क्यापिटल एस मान्नुपर्छ भन्ने यतिसम्म याद हो। अब चाहिँ हामीले स्याम्पल मिन पनि निकालिसक्यो। अब स्याम्पल स्ट्यान्डर्ड डेरिभेसन पनि निकालिसक्यो। अब चाहिँ त्यसपछि हामीलाई के थियो, अब लेभल अफ सिग्निफिकेसन पनि दिएको छ 1%। अब 1% भनेको के हो, 0.01 पनि मान्न सक्छौँ। कसरी भनेपछि चाहिँ 1/100 गर्ने पर्सेन्टलाई चाहिँ उसमा चाहिँ कन्भर्ट गरेको के। अब त्यसपछि चाहिँ हामी चाहिँ अब स्टेपमा जान्छौँ। अब स्टेपमा हाम्रो के हो, स्टेप नम्बर 1 भनेको के हो, अब स्टेप नम्बर 1 भनेको के हो, म राम्रोसँग देखाइरहेको छु, यहाँ बुझ्ने प्रयास गर्नु होला। यो भाषा एकदमै इम्पोर्टेन्ट छ है। अब यहाँनिर ध्यान दिनु होला। अब चाहिँ यो चाहिँ हाम्रो चाहिँ अब चाहिँ स्टेप 1। अब स्टेप 1 मा के छ, सेटिङ अफ हाइपोथेसिस। यो अब जुनसुकै टी टेस्ट अब ज्याट टेस्ट अब डबल मिन सिङ्गल मिन जाने लेख्ने भाषा हाम्रो यही हो। अब स्टेप नम्बर 1 भनेको हाम्रो के हो, सेटिङ अफ हाइपोथेसिस। अब सेटिङ अफ हाइपोथेसिसमा पनि के पर्छन्, हाम्रा दुईवटा पर्छन्, एउटा नल हाइपोथेसिस, अर्को के पर्छ, अल्टरनेटिभ हाइपोथेसिस। अब नल हाइपोथेसिस भनेर हामीले के गर्नु, नल हाइपोथेसिसलाई चाहिँ H0 ले जनाइन्छ। अब चाहिँ मिन इक्वल टु कति दिएको छ, अहिले सिङ्गल मिन भइरहेको छ 24। अब चाहिँ हाम्रो अब यो 24 लाई हामीले यो भाषा चाहिँ अब जुनसुकै जस्तोसुकै क्वेसन आए पनि हामीले यो चाहिँ यो मिल्छ, यो भाषा मिल्छ, यो टिपेर राख्नु होला। यो भाषा चाहिँ हाम्रो के मिल्छ, जुनसुकै क्वेसनमा पनि यो लेख्न मिल्छ। डबल मिनको सट्टामा यहाँनिर के लेख्नुपर्छ, 2 अनि यो डिफ्रेन्स बिट्विन 2 पपुलेसन मिन यति लेख्ने हामीले चाहिँ। अब डबल दिएको छ भनेपछि अब चाहिँ हामीले यसको चाहिँ भाषा के लेख्ने, देयर इज नो सिग्निफिकेन्ट डिफ्रेन्स बिट्विन स्याम्पल मिन एन्ड पपुलेसन मिन भने यति लेखिदिने। अब चाहिँ हाम्रो चाहिँ यो भाषा चेन्ज हुँदैन है साथीहरू। ज्याट टेस्ट हो, टी टेस्ट हो, डबल मिन सिङ्गल मिनमा चाहिँ यो यही भाषा लेखे नि राम्रो हुन्छ है। अनि चाहिँ अब अल्टरनेटिभमा के लेख्ने भनेपछि चाहिँ अब अल्टरनेटिभ भनेको चाहिँ हाम्रो के हो, अहिले क्वेसन 1 टेल हो कि 2 टेल हो भन्ने छुट्याउनुपर्छ। अब हामीले एकछिन क्वेसनमा जानुपर्छ। अब 1 टेल कति बेला हुन्छ भने क्वेसनमा चाहिँ जस्तो कि अब चाहिँ एट लिस्ट, एट मोस्ट, लेस द्यान, मोर द्यान, ग्रेटर द्यान, लङ्गर द्यान, स्मल द्यान, इफेक्टिभ द्यान, यस्ता वर्ड छन् भनेपछि यो के हो, 1 टेल हो। अब यस्ता वर्ड अहिले चाहिँ यो क्वेसनमा मैले देखेन है साथीहरू, यहाँ क्वेसनहरू राम्रोसँग हेर्नु होला। अब यस्ता वर्ड छैन भने हाम्रो के हो, 2 टेल टेस्ट। अब 2 टेल टेस्ट हो भनेपछि चाहिँ हामीले के गर्नुपर्छ, यो भाषा अल्टरनेटिभलाई चाहिँ H1 ले जनाइन्छ। अब चाहिँ हामीले यो डज नट गरिदिनुपर्छ। अब मिन इक्वल टु यहाँ चाहिँ 25 थियो, अब यहाँ मिन डज नट 25। अब चाहिँ हाम्रो चाहिँ अब 2 टेल टेस्ट हो भनेपछि चाहिँ हामीले यहाँनिर भाषा के गर्नुपर्छ, यहाँनिर नो थियो होइन, अब यहाँ चाहिँ नोलाई हटाइदिनुपर्छ। अब नोलाई हटाएपछि के गर्नुपर्छ, देयर इज है, यहाँनिर देयर इज छुट्याएर छ, देयर इज सिग्निफिकेन्ट डिफ्रेन्स बिट्विन स्याम्पल मिन एन्ड पपुलेसन मिन।
अब यतिसम्म हामीले चाहिँ अब चाहिँ टु टेल टेस्टमा चाहिँ के लेख्नुपर्ने, नोलाई चाहिँ हटाइदिने, अरू जस्ताको तस्तै। तर वान टेलमा चाहिँ फरक हुन्छ है साथीहरू। अनि हामीले चाहिँ अल्टरनेटिभमा छुट्याउनै नहुने कुरा भनेको के हो, यो वान टेल हो कि टु टेल हो भनेर यहाँनिर लेखिनुपर्छ। यस्तो ड्यास गरेर चाहिँ टु टेल टेस्ट, अहिले मैले यो टु टेल टेस्ट हुनाले चाहिँ टु टेल टेस्ट लेखेँ। अब चाहिँ हामी जान्छौँ स्टेप नम्बर 2। अब स्टेप नम्बर 2मा के छ भनेपछि चाहिँ हाम्रो अब चाहिँ स्टेप नम्बर 2 भनेको चाहिँ टेस्ट स्ट्याटिक्स। अब चाहिँ हाम्रो यो के हो, यो मेन पार्ट हो। यो मेन पार्ट कसरी भयो भनेपछि चाहिँ हामीले चाहिँ यहाँ न्युमेरिकललाई चाहिँ सोल्युसन गर्नुपर्ने हुन्छ सूत्र प्रयोग गरेर। अब चाहिँ टेस्ट स्ट्याटिक्स, अब हामीले चाहिँ यहाँनिर भाषा के मिलाउन सक्छौँ भनेपछि चाहिँ अब सिन्स लेख्न सक्छौँ होइन। सिन्स स्याम्पल साइज इज लेस देन 30 वी युज द टी टेस्ट। अब यहाँनिर चाहिँ जस्तो कि ज्याट टेस्ट हो भने हामी के लेख्ने छौँ, स्याम्पल साइज इज लार्ज, अनि यहाँनिर एन गरेर के गर्ने थियो 30 वी युज द ज्याट टेस्ट। अहिले हाम्रो के छ टी टेस्ट हुनाले हामीले स्याम्पल साइज इज लेस देन 30 वी युज द टी टेस्ट यति लेख्यौँ। अब चाहिँ हामीलाई फर्मुला थाहा छ। अब हाम्रो टी टेस्टको फर्मुला के हो, अब सिङ्गल मिनमा अब मिन माइनस म्यू अनि अपन एस हेर एस अपन रुटभित्र एन। अघि मैले भनेको छु हामीले चाहिँ आफै एस निकालेको हुनाले चाहिँ अहिले यहाँ 1 हुँदैन। अहिले क्वेसनले चाहिँ गिभन दिएको भए अब चाहिँ स्ट्यान्डर्ड डेरिभेसन चाहिँ गिभन दिएको भए के हुन्थ्यो, यहाँनिर स्मल एस हुन्थ्यो, स्मल एस भएको भए के हुन्थ्यो, यहाँनिर -1 हुन्थ्यो। तर अहिले हाम्रो क्वेसनले भनेको छैन, हामीले गर्नु पर्दैन। अहिले हाम्रो चाहिँ आफै निकालेको छौँ, आफै निकालेपछि के हुन्छ त्यो अब चाहिँ क्यापिटल एस हुन्छ। अब क्यापिटल एस भएपछि चाहिँ तल के हुँदैन, -1 हुँदैन। अब चाहिँ हामीले चाहिँ यो अब चाहिँ मिनको भ्यालु यो के गरेको छैन, उता गिभनमा लेखेको कुराहरूलाई चाहिँ यहाँ मिनबाट चाहिँ अब चाहिँ स्याम्पल मिनबाट पपुलेसन मिनलाई घटायो। अब चाहिँ यो स्ट्यान्डर्ड डेरिभेसनको भ्यालु निकालेको छ माथि, अनि त्यसलाई चाहिँ तल चाहिँ अनि चाहिँ रुटभित्र 9 राखेर चाहिँ यो कति आयो हाम्रो चाहिँ यो चाहिँ योलाई चाहिँ हामी के भन्न सक्छौँ, क्यालकुलेट भ्यालु भन्छौँ। किन हामीले चाहिँ आफै क्यालकुलेसन निकालेको हुनाले चाहिँ हामी यसलाई क्यालकुलेट भ्यालु पनि भन्न सक्छौँ। अब हाम्रो आयो स्टेप नम्बर 3। अब स्टेप नम्बर 3 भनेको के हो भनेपछि चाहिँ लेभल अफ सिग्निफिकेसन। अब यो लेभल अफ सिग्निफिकेसनमा चाहिँ हामीले चाहिँ नमिलाइ नै हुन्छ, भाषा नलेखिने हुन्छ। अझ हामीले राम्रो बनाउने हो भनेपछि हामी के लेख्न सक्छौँ, सिन्स लेभल अफ सिग्निफिकेसन इज गिभन 1। अहिले चाहिँ यो हाम्रो दिएको छैन भने हामी यस्तो अवस्थामा के भाषा मिलाउन सक्छौँ, सिन्स लेभल अफ सिग्निफिकेसन इज नट गिभन वी टेक अ 5%। हाम्रो चाहिँ क्वेसनले चाहिँ एउटा कुरा याद राख्नु होला, क्वेसनले चाहिँ हाम्रो लेभल अफ सिग्निफिकेसन दिएको छैन तोकेर भनेपछि चाहिँ हामी त्यति बेला 5% को चाहिँ के गर्न सक्छौँ, सहायता लिन सक्छौँ। जुनसुकै क्वेसनमा पनि हाम्रो चाहिँ लेभल अफ सिग्निफिकेसन दिएको छैन भने चाहिँ हामीले 5% मान्नुपर्ने हुन्छ। अब चाहिँ हाम्रो स्टेप नम्बर यसमा अब टी टेस्टमा एउटा स्टेप थपिन्छ, यो ज्याट टेस्टमा हुँदैन है साथीहरू। अब टी टेस्टमा किन भयो भनेपछि चाहिँ हामीले चाहिँ टेबल हेर्न सक्दैनौँ। अब स्टेप नम्बर 4 भनेको के हो, डिग्री अफ फ्रिडम अथवा डिएफ। अब चाहिँ हामीले चाहिँ अब चाहिँ यो टेबल हेर्नको लागि चाहिँ सजिलो हुन्छ अथवा चाहिँ टेबल हेर्नको लागि अनिवार्य रूपमा चाहिने भएकाले चाहिँ हामीले के स्टेप नम्बर 4मा के एउटा थप्यौँ, के थप्यौँ भनेपछि चाहिँ डिग्री अफ फ्रिडम। डिग्री अफ फ्रिडम निकाल्ने सजिलो छ तरिका, n-1 गर्ने। अब n हाम्रो 9 छ, अब -1 गर्ने 8 आयो। तर यो ज्याट टेस्टमा के हुन्छ, नट युज हुन्छ, यो युज हुँदैन। अब यति कुरा यो चाहिँ टी टेस्टमा हुन्छ। किन हुन्छ भने हामीले चाहिँ टेबलमा हेर्नको लागि के हुन्छ, हामीले यो निकाल्नु पर्ने हुन्छ। अब चाहिँ हाम्रो स्टेप नम्बर 5 आयो। अब चाहिँ हामी क्वेसनको अन्तिमतिर पुग्दैछौँ। अब चाहिँ स्टेप नम्बर 5 भनेको चाहिँ यो के हो, क्रिटिकल भ्यालु। अब चाहिँ योलाई देखेर डराउने होइन, किन यो भनेको किन हो भनेपछि चाहिँ हामीले चाहिँ यो केही गर्ने होइन, यहाँ हामीले सिधै टेबलको भ्यालु चाहिँ हेर्ने हो। अब टेबलको भ्यालु त हेर्ने, तर सिधै हेर्नुभन्दा चाहिँ सानो भाषा मिलाउँदा के हुन्छ, अलिक क्वेसन मिठो हुन्छ। अब त्यसैले हामीले के लेख्यौँ, द टेबुलेट भ्यालु एट 1% लेभल अफ सिग्निफिकेसन फर टु टेल टेस्ट विथ डिग्री अफ। अब चाहिँ हामीले टी लेख्यौँ। 1% भनेको मैले अघि भनिसकेको छु, 1/100 गरेर कति आउँछ, 0.01। अनि चाहिँ हाम्रो डिग्री अफ फ्रिडम चाहिने नहेर त्यही भएर चाहिँ माथि हामीले चाहिँ डिएफ निकालेको 8। अब चाहिँ यसको भ्यालु अब तपाईँहरू चाहिँ अब टेबलमा हेर्न सक्नुहुन्छ। अब टेबलमा चाहिँ ठाडोमा चाहिँ डिएफ 8 हेर्नु, अनि उता चाहिँ टु टेल टेस्टको चाहिँ 0.1 हेरेर चाहिँ यो यति आउँछ।
यति आयो। अब चाहिँ हामीले के हुन्छ, अब हामी स्टेप नम्बर 6 मा गयौँ। अब स्टेप नम्बर 6 मा के छ भनेपछि चाहिँ डिसिजन गर्छौँ। अब हामीले डिसिजन के गर्छौँ, अब चाहिँ हामीले निकालेको एउटा हामीले के क्याल्कुलेट भ्यालु छ निकालेको छ। अब यहाँ हामी के गर्नु, टीलाई चाहिँ यो कोष्ठभित्र राखेर के क्याल भनेर लेखिदिन्छौँ, क्याल इक्वल टु 0.016। अब त्यसै गरी चाहिँ यो ट्याबुलेट, यो भनेको चाहिँ हामीले टेबलमा हेरेको भ्यालु चाहिँ 3.355। अब हामीले यहाँनिर के लेख्छौँ भनेपछि चाहिँ यदि क्याल्कुलेट भ्यालु चाहिँ टेबुलेट भ्यालुभन्दा सानो छ भनेपछि के हुन्छ, एक्सेप्ट हुन्छ। तर क्याल्कुलेट भ्यालु चाहिँ ठुलो छ भने यो भन्दा अनि के हुन्छ, नल हाइपोथेसिस रिजेक्ट हुन्छ। तर अहिले चाहिँ के छ, क्याल्कुलेट भ्यालु सानो अनि टेबुलेट भ्यालु ठुलो छ भने अहिले नल हाइपोथेसिस के भयो, एक्सेप्ट हुने भयो। अब हामीले चाहिँ यहाँ मिलाएर के लेख्न सक्छौँ, सिन्स क्याल्कुलेट भ्यालु लेस देन को भन्दा छ, क्रिटिकल भन्दा चाहिँ के छ, लेस देन अथवा सानो छ, वी एक्सेप्ट द नल हाइपोथेसिस। अहिले मैले के भनेपछि चाहिँ यो हाम्रो ठुलो छ भनेपछि हाम्रो के हुन्छ, नल हाइपोथेसिस, वी रिजेक्ट द नल हाइपोथेसिस लेख्न सक्छौँ। अब चाहिँ हाम्रो कन्क्लुजन अनिवार्य लेख्नुपर्ने हुन्छ, तर यहाँ पुगेन मैले त्यसरी। अब म कन्क्लुजन लेख्ने तरिका सिकाइदिन्छु। जस्तो कि अब हाम्रो एक्सेप्ट भयो रे, अब के भयो, नल हाइपोथेसिस एक्सेप्ट भयो रे। एक्सेप्ट भयो भनेपछि हामीले के लेख्ने, भाषा यही लेखिदिने, के नल हाइपोथेसिसकै भाषा लेखिदिने, देयर इज नो, देयरफोर लेख्ने, देयर इज नो सिग्निफिकेसन डिफरेन्स बिट्विन स्याम्पल मिन एन्ड पपुलेसन मिन। तर अब रिजेक्ट भएपछि हामीले के लेख्ने, अब नल हाइपोथेसिस रिजेक्ट भयो रे। कसरी रिजेक्ट भयो, यो चाहिँ सानो रहेछ। अब चाहिँ क्याल्कुलेट भ्यालु हाम्रो ठुलो आयो। अब चाहिँ हामीले रिजेक्ट भयो भनेपछि हामीले कुन भाषा लेख्ने चाहिँ, अल्टरनेटिभको भाषा लेख्ने। अब अल्टरनेटिभको भाषा लेख्दाखेरि यहाँनिर यो सबै नछाड्ने है साथीहरू। अब यो यहाँनिर देयर इज नो देयर इज नो नै, देयर इज सिग्निफिकेन्ट डिफरेन्स बिट्विन स्याम्पल मिन एन्ड पपुलेसन मिन, यतिसम्म छान्ने, टोटल नछाड्ने है। अब यति हस्, आजको भिडियो यति नै हुनेछ। र मैले चाहिँ आफूले सकेसम्मको चाहिँ तपाईहरुलाई चाहिँ बुझाउने प्रयास गरेको छु। र म अर्को भिडियोमा चाहिँ अब ज्याट टेस्टको अथवा चाहिँ गिभन डाटा अथवा नट गिभन डाटालाई चाहिँ, नट गिभन डाटा त्यसैमा पनि टी टेस्ट र अनि चाहिँ टी टेस्ट को एउटा भिडियो लिएर आउनेछु। र म एउटा सानो के भिडियो बनाएर आउँछु भनेपछि, र म एउटा सानो यो हिसाब गर्नुभन्दा अगाडि चाहिँ हामीलाई आवश्यक पर्ने कुराहरू अथवा ज्याट टेस्ट कसरी छुट्याउने, टी टेस्ट कसरी छुट्याउने, अब ज्याट टेस्टमा सिङ्गल मिन डबल मिनका फर्मुला सहितको एउटा भिडियो बनाउने छु। र यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गर्नुहोला। हस्त, धन्यवाद।